हेलो साथीहरू, नमस्ते सबैजनालाई, गुड मर्निङ। म चाहिँ भर्खरै उठिरहेको छु। तामाङ फ्यामिली ब्लगमा स्वागत छ हजुरपेहरू सबैजनालाई। अनि यहाँ चाहिँ मेरो छोरी हो। हेलो त्यति मात्रै। हामी चाहिँ यहाँ काम गर्नुपर्छ नि हौ, गाउँले जिन्दगी हो, काम नगरी हुँदैन साथीहरू। खाजा पकाउँदै, चिया पकाउँदै, खोले पकाउँदै गर्नुपर्छ साथीहरू। तपाईँहरू चाहिँ के काम गर्नुपर्छ नि? हामी चाहिँ चट्टसँगले काम गर्नुपर्छ, खोले पकाउनु पर्छ। गाउँले जिन्दगी हो, काम गर्यो बस्यो। ल है साथीहरू, अँधेरो अँधेरो पो हुने रहेछ त भित्र त। चट्टा मिठो चटक्क। मेरो छोरी चाहिँ यहाँ भात खाइरहेछ, तर नदेखाउनु भनिरहेछ। चट्टसँगले म पनि चिया खाएँ है साथीहरू। म घरमा धेरै काम हुन्छ हौ साथीहरू। गाउँघरमा धेरै काम हुन्छ साथीहरू। हाम्रो चाहिँ गाउँ यस्तो छ है, यस्तो पछाडिदेखि नै नि। ए सुपारी फलेको छ, सुपारी। तपाईँहरूकोतिर सुपारी पाउँदैन भन्नुहोस्, म दिन्छु। माग्नुहोस्, तपाईँहरूलाई म दिन्छु सुपारी। पठाइदिन्छु 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 पठाइदिन्छु। म त वास्तवमा भन्नुपर्दा मुख पनि धोएको छैन। अल्छे बस्यो त, अल्छे नि। नयाँ ठाउँ मुख पनि धोएको छुइनँ है, मुख पनि अब मुख धुने, चट्टसँगले मुख धुने साथीहरू। यस्तै छ बिहानको काम। हेलो साथीहरू, म चाहिँ मुख पनि धोइसकेँ चडक्कसँगले। खाजा पनि रेडी बनाइसकेँ मैले। खाजा सब रेडी बनाइसकेँ। तपाईँहरू चाहिँ खाजा खानुभयो कि भएन? म चाहिँ खाजा खान थालेको साथीहरू। खाजा त खानु परिगयो नि। खाजा खाएन भने त साथीहरू म जस्तो लुदे मान्छे मर्छ भयो।
चल्याउ न मम्मी बाहिर ल्याउनु ल भरे भेट्नुपर्छ ल खाजा खाइसके पछाडि ल है साथीहरू अब खाजा पनि खाइयो सबै थोक खाइयो अब के गर्नु घाँस काट्नु पनि जानु पर्यो बाख्रा पालेको छ राँगा पालिएको छ घाँस त काट्नु परिगयो नि हो काम नगरी हुँदैन अब घाँसमा जानुपर्छ म चाहिँ घाँसमा गएको साथीहरू घाँस काट्नु परिगयो गाउँले जिन्दगी के गर्नु र घाँस काट्नु हुँदैन हाम्रो चाहिँ आँप फुलिरहेछ साथीहरू यहाँ हेरौँ है तर देखिँदैन रहेछ सानो सानो भोलि पर्सि म फलिसकेपछि देखाउँछु हस् तपाईँहरूलाई घाँस काट्नु परिगयो अहिले चाहिँ बैशाखको टाइममा घाँस पनि हुँदैन जङ्गलतिर जानुपर्छ साथीहरू ल भरै घाँस काटेर आएर चाहिँ भेटौँ ल साथीहरू घाँस काट्नु यहाँ खोलामा आइपुगिसक्यो साथीहरू खोलामा के गर्नु घाँस काट्नै परिगयो भोलि पर्सि यो खोला पानी आउँदा क्या ठुलो आउँछ है साथीहरू अहिले चाहिँ फेरि छैन मान्छे बगाउनु के अरे पानी नै छैन है भोलि पर्सि त कत्रो आउँछ त बाढी पहिरो बर्खाको टाइममा ल साथीहरू मेरो चाहिँ भारी पुग्यो है अब घर जाँदैछु भारी पुऱ्याएर घाँसको भारी पनि साथीहरू घाँस बोक्नु पऱ्यो के गर्नु साथीहरू के गर्नु घाँस बोक्नै पऱ्यो अनि के गरेर अँध्यारो दिने अँध्यारो देखिन्छ त नि अब लक लागेको साथीहरू घाँस बोक्नै पऱ्यो भारी पुऱ्याएँ अनि अब घर जाँदैछु यसरी घाँसको भारी बोक्नु पर्छ साथीहरू के भन्नु अब उकालो गाइसहरू उकालो हेलो साथीहरू म चाहिँ घाँस लिएर आइसकेँ गर्मी लत्तु भयो ल नयाँ ब्लग नयाँ मान्छे यो कुखुराले डिस्टर्ब गरिगयो भर्खर आज 2टा ब्लग हुँदैछ हिजो र आज साथीहरू हेरेर साथ दिनु होला माया गरिदिनु होला लाइक कमेन्ट सब्सक्राइब सबै गरिदिनु होला है साथीहरू नयाँ मान्छे त्यस्तो केही जानेको छैन केही गर्नु जानेको छुइनँ त्यही पनि कोसिस जारी छ साथीहरू हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद ओके बाई बाई साथीहरू।